अनि कहाँ हिँडेको डुली डुली हिँडे के गर्नु भएको खिर चलाको बाबुले खिर आमालाई खिर पकाएर खुवाउने हो आमालाई गालामा हेलो नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला हजुरहरू हामी पनि सन्चै छौँ भन्दै मैले चाहिँ आज भ्लग स्टार्ट गर्दैछु धेरै दिनपछि अनि आज मम्मी म बाबु चाहिँ मामा घर आएको थियौँ अनिखेर यहाँ पनातीले खिर पकाएर खुवाउने कुरा भयो कि मेरो बाबु पनाती भयो नि त हजुरआमाको अनि पनातीले खिर पकाएर खुवायो भने चाहिँ राम्रो हुन्छ अब त्यस्तै हो नि जो कोहीले पनाती कहाँ देख्न पाइन्छ भन्ने कुराहरू हुन्छ नि त अनि त्यो पनि हो नि भाग्यमै लेखेर आउनुपर्छ नि पनाती भेट्न पनि ठुलो कुरा हो नि त्यस्तै हो त्यसपछि मैले चाहिँ भिडियो बनाउनु पर्यो भनेर स्टार्ट गर्दैछु हेर्नु है त अब कसरी बाबुले खिर पकाएर खुवाउँछ है त पनातीले हजुरआमालाई आमालाई खिर पकाएर खुवाउने हो आमा के खाने रे अब म पनातीले दिएको खिर खाने पनातीले पकाएको खिर खानलाई आमा यहाँ बस्नु भएको छ पनाती चाहिँ जाम बाबु खिर पकाउन जाम अब खिर पकाएर मेरो पनातीले मलाई खुवाउँछ अनि पनातीले मलाई स्वर्ग पुर्याउँछ है पनातीले स्वर्ग पुर्याउँछ लुजाम बाबु अब किचनमा जाने खिर पकाउन कहाँ हिँडेको रे तिमी भन त भुम भुम नभन न खिर पकाउन भन न बाबु खिर पकाउन आइसक्यो यहाँ हो मम्मी यहाँ के गर्दै हुनुहुन्छ सातु खनाउँदै हुनुहुन्छ भाइजू के गर्दै हुनुहुन्छ यहाँ नाति केटो खिर पकाउन आइसक्यो बाबु किन आएको रे खिर पकाउनु भन आमालाई खिर खुवाउने हो बाबु हो यहाँ चाहिँ खिर पकाउनलाई दुध रेडी हुँदैछ मम्मीले दुध रेडी गर्दै हुनुहुन्छ सबै हाल्नुपर्छ होला मम्मी सबै हाल्नु मम्मीले सबै हाल्ने हो है बाबु आऊ यता मम्मीले नातिले सक्दैन बिचरा भनेर आफै यहाँ गर्दै हुनुहुन्छ नातिलाई नाति चाहिँ वा खेल्नमा व्यस्त छ भरि नै भयो दुधले नै भरिको होइन नाति कहाँ गयो नाति गेट खोल्नु गयो होला त बाहिर भयो उम्लेपछि यसमा मसला हालेर चामल हाल्नु पर्यो बाबु के गर्नु भएको खिर चलाको बाबुले खिर पकाएको हो मैले खिर पकाएको हो भन न आमालाई खुवाउन खिर पकाएको हो बाबुले हो भन खोइ भनेको बोल न बाबु त बोल्दा नि बोल्दैन भन मक्क पर्यो चलाउन पाएर अब चलायो भने बाबुले चलायो है चलायो बाबु चलाउँछ लु बाबु यता हेर त यता हेर न हेर्दा नि हेर्दैन राम 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 भयो उसलाई त सधैँ पकाउन दिएदेखि हुन्थ्यो होला खिर चाहिँ पाक्दै थियो अनि यहाँ बाबु र म चाहिँ माघे सङ्क्रान्तिको चाकु बाँकी नै रहेछ त्यही खाइरहेको छौँ ल हेर्न कति मिठो लाग्छ भने टोक्न सकेको छैन त्यही पनि खानु परेको छ बाबु माइजूलाई माया गर्दै आमालाई माया गर्दै आमालाई गालामा यता हाम्रो एउटा सानो नाति छ आउनु भएको छ मामा घर हामी माइजू भान्जी चाहिँ यहाँ गफ गर्दै गर्दै बाबु हेरिरहेको छौँ उता मम्मीले चाहिँ खिर पकाउँदै हुनुहुन्थ्यो उसले फेरि मामा घर पुगेपछि दिदीको साइकलै छोड्दैन हेर्नु न चलाउन नसके पनि डोर्याएर हुन्छ कि बसेर त्यसलाई चलाइ गरेर पनि त्यहीँ बसिरहन्छ यता चाहिँ माइजूले फुलहरू रोप्नु भएको छ मजाले गोल हान्देऊ गोल यता हेर घरे आएर डुङ्ग गोल हान्देऊ योभन्दा अर्को हल्का थियो है बाबु फेरि यति उफ्रिन्छ नि 24 घन्टा यतिकै हो कि उसलाई सुतुन्जेल मात्रै आराम हुन्छ
अनि ऊ चाहिँ खेल्दा खेल्दै निद आयो खिर पाक्ने बेलामा चाहिँ निद आइदियो अनि खिर पनि हामी गफ गर्दा गर्दै चाहिँ अलिअलि टाँसिएछ साह्रो भएछ अनि उठेर चाहिँ हामीले उसलाई आमालाई खुवाउन लाउँदैछौँ तर अलिअलि साह्रो भयो नि खिर चाहिँ एकदम मिठो भएको थियो बाबुले पस्किन्छ है बाबुले खिर पस्क अनि आमालाई खुवाइदेऊ खोइ त पस्केको आउनु समातन अनि आमाले खिर खाएपछि स्वर्ग तर्ने अरे आमाले बाबुले पस्केको खिर मेरो पनातीले खिर पकाएर खिरै साह्रो भएछ साह्रो भएछ त खिर बोल्ने अलिकति के हाल के भयो बाबु नछौ है त्यही माझमा खाल्टो पारेर अलिकति हाल घिउ हालेर खाने हो उसलाई भोक लागिसक्यो नि त गफ गर्दा गर्दै खिर चाहिँ यस्तो साह्रो भएछ यहाँ अघि म आएर यता बसेँ त्यही भएर साह्रो भयो तल आएँ क्या बाबु के हो माम खिर भन न मिठो माम हो बाबुले आमालाई खुवाउन लागेको है आफै पकाएर यो खिर खुवाउने मान्छे सुतेर हो नि खिर साह्रो बाबुलाई पनि खिर हाल्देऊ भोक लाग्यो अरे यहाँ चाहिँ यहाँ छ त आमालाई लु हिँड आमालाई खुवाउन जाने लु उठा 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 आमालाई खुवाइदेऊ ल मेरो बाबुले खुवाइदिन्छ त्यसरी होइन अझै यसरी एक चम्ची लगा त यसो गरेर ल आमा स्वर्गै पुगेँ म अब खुवाउ लु बाबुले राम्रो अब अर्को पल्ट पनि खुवाऊ आमालाई खुवाउँछ है बाबुले स्वर्गै पुर्याइदियो मेरो नाति पनातीले ल अब बाबुलाई पनि खुवाइदेऊ ल अब आमा आफै खानुहुन्छ अझै खुवाइदिने भयो अब छोडिदेऊ अब भयो राम 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 खुवाइदिएको गति लु न खाऊ न तिमीहरू पनि लु जाँदैन आमालाई दिनु पर्यो नि चम्ची बाबु अब आमा आफै खानुहुन्छ अब म आफै खान्छु अब तिमी खाऊ अब बाबुको छानी यहाँ कस्तो भयो त आमा पनातीले खुवाइदिएको खिर मिठो छ नि बाबुले खिर खुवाइदियो अब म सरासरी स्वर्ग तर्छु अरे झन् मिठो भयो लाजको खिर नातिले हात लागेको खिर लगाइदिनु पर्यो जाडो आयो नाति आफै खान थालेको हो बाबु बाबु के खानु भएको पस्किनु पर्यो के खानु भएको बाबु चुप्पा गरेर अब घर जाने हो हो भन अब कहाँ जाने चुप्पा गरिदेऊ लु फेरि एकपल्ट चुप्पा यहाँ चुप्पा यहाँ निधारै ठोकाउँछ अब भोलि आमा चाहिँ ठुलो ठुलो गरौँ यहाँ ठुलो गरौँ माया गर्दै रे बाबु अब भोलि आउँछु भन्देऊ आउँछु टाटा भन्देऊ आमालाई टाटा भन्देऊ भोलि आऊ ल हतार भइसक्यो अब जाने हो अब कहाँ जाने तिमी खै कस्तो आएछ फोटो चाहिँ हिँड्यो अब हिँड्यौ हामीले चाहिँ खिर खाइसक्यौँ अनि खिर खाइसकेर उसले आमालाई माइजूहरूलाई सबैलाई टाटा भनिवरी माया गरिवरी चाहिँ अब हामी चाहिँ घर जाँदैछौँ हिँड्दै हिँड्दै गएको क्या घर चाहिँ अलिअलि घाम पनि लागिरहेको थियो अनि घाम ताप्न पनि हुन्छ भनेर घाममा हिँड्दै हिँड्दै गएको त्यहाँनिर चाहिँ उसले जे देख्यो त्यही उसैलाई जसलाई देख्यो उसैलाई बोलाएको बोलाइ गर्छ त्यहाँ आमा एकजना आमाले के टिप्दै हुनुहुँदो रहेछ बारीमा बोलाएको बोलाइ गरिरहेको थियो आमा आमा भन्दै कसैलाई देख्नै हुँदैन उसले चाहिँ जोसँग पनि बोलिहाल्नुपर्छ अनि हामी चाहिँ मम्मी म बाबु चाहिँ गफ गर्दै गर्दै घर जाँदैछौँ घुन्टी छैन क्या घुन्टी आमा भनिदेऊ आमा भनिदेऊ के हो के हो यो फुलु हो फुलुलाई चुप्पा गरिदेऊ त चुप्पा चुप्पा गाडी रहेछ है गाडी बाबु हेर हेर
बाबु बाबु हाई भनिदेऊ हेर न हाई भनिदेऊ डगी भन्छ हाई भनिदेऊ डगी कहाँ छ उता छ उसलाई डगै चाहिएर तलबाट जाने है खै कहाँ छ डगी गइसक्यो डगी त खै बाबु गइ छाप्पा गरिदेऊ न एकचोटि मोबाइलमा हेरेर बाबु हेर गर्देऊ न चाहिँ यहाँ बोक्दा बोक्दै उसलाई हिँड्नु पऱ्यो अरे हिँड्न कति खुसी हुन्छ भन्ने नि राम जतिखेर हिँड्ने हिँड्ने भन्छ हिँड्ने भनेर हिँड्न पाएपछि हेर्नु न कुन्टेको हाँसो नै छुट्टै छ खालि उसलाई डुलाउनु मात्रै रे घरमा नबस्ने रे बाहिर बाहिर मात्रै हिँडिरहनु पर्ने रे कोही नचिनेको मान्छेले डुली डुली लान्छु जाम भन्यो भने मलाई छोडिदिएर ऊ चाहिँ गइहाल्छ बाबु हाई भनिदेऊ हाई हेलो भनिदेऊ हामी कहाँ हिँडेको डुली डुली हिँडेको बाबुलाई कति खुसी भएको छ है बाबु आरुको फुल कति मजाले फुलेको क्या पात चाहिँ नहुने खासै त्यो भर्खर पाउला आउँदा आउँदै फुल चाहिँ फुलिसक्दो रह कति राम्रो देखिने क्या नि हामी चाहिँ फुल हेर्दै हेर्दै आयौँ बाबु चाहिँ जे देख्यो त्यही चाहिन्छ उसलाई त्यो फुल पनि टिपिदिनु भन्छ बाटोमा डग देखे पनि चाहिन्छ भन्छ जे देख्यो त्यही मागेको मागे हैरान बनाउँछ भने हिँड्दा हिँड्दा अब चाहिँ हामी घर आइसक्यौँ भनिदेऊ घर आइसक्यौँ अब के गर्ने बाबु के गर्ने अब त्यस्तो गर्नु हुँदैन कहाँ गयो कहाँ खोइ ल टाटा भनिदेऊ टाटा बन्द टाटा भनिदेऊ न त पहिला गरिदेऊ आई लभ यु अब फेरि अर्को भिडियोमा आउँछु भनिदेऊ आउँछु ल अब हामी चाहिँ घर आइसक्यौँ अहिलेलाई यति नै बाई